प्री बोर्डमा त आफ्नै चिनेको टिचरहरू हुनुहुन्छ, मार्क्स चाहिँ दिइहाल्नुहुन्छ, बोर्डमा त को तिनीहरूलाई के फरक। सिधा कुरा भन्नुपर्दा डराउनको लागि तर्साउनको लागि। प्री बोर्डले चाहिँ तिम्रो फ्युचर डिसाइड गर्दैन कि त्यसले तिम्रो विकनेस रिभिल गर्छ। मिस्टेक भइरहेछ, त्यसमा कमी कमजोर भइरहेछ, तिमीहरूले त्यसमा जोडतोडका साथ लाग्नु पर्यो है। तिमीहरूको त्यो सर्टिफिकेट कतै न कतै त काम लाग्ला। मेरो साथीहरू सबैलाई बोर्डभन्दा प्री बोर्डमा धेरै सजिलो भएको थियो र बोर्डमा मार्क्स पनि एकदमै टनाटन मिलेको थियो। मोर देन 50% मजाले सेम क्वेसन आएको हुन्छ। 45 चाहिँ तिमीहरू अहिले जुन इक्जामको लागि तयारी गरिरहेछौ नि, त्यो इक्जाम एक्चुअली अहिले तिरेको इक्जामभन्दा सजिलो छ। विश्वास लागेन? लेट्स गेट इन्टु द भिडियो। अब यो भिडियोमा चाहिँ म तिमीहरूलाई प्री बोर्ड भर्सेस बोर्डको एक्सपेक्टेसन भर्सेस रियालिटीको रूपमा बुझाउँछु। अब तिमीहरूलाई चाहिँ 10 भन्नु बित्तिकै अब भर्खर आउँदा एकदम ठुलो लाग्छ, नेसनल लेभलको इक्जाम हो। अब त्यो बिएलीको एक्सपिरियन्सले तिमीहरूलाई त्यति इफेक्ट पार्दैन कि, किनभने तिमीहरूलाई के लागेको हुन्छ भन्दाखेरि बिएली त जस्ट बेसिक लेभल हो, यताउता चिटसुट गरेर यतिकै मार्क्स ल्याइहालिन्छ जस्तो लाग्छ तिमीहरूलाई। सो बोर्डको र प्री बोर्डको चाहिँ एक्सपेक्टेसन रियालिटी कस्तो हुन्छ भन्दाखेरि चाहिँ प्री बोर्ड नामै त प्री छ होइन, रियल हुँदैन। बोर्डभन्दा प्री भनेपछि सजिलो हुन्छ, जस्ट प्र्याक्टिसको लागि हो। प्री बोर्ड त एकदमै गाह्रो हुन्छ जस्तो लाग्छ, तर एक्चुअली यो गलत हो, यो एउटा भ्रम हो। प्री बोर्ड चाहिँ तिमीहरूलाई स्कुल लेभलले गराएको हुन्छ, त्यही भएर अभियसली स्ट्रिक्ट हुन्छ। त्यहाँ गार्डहरू पनि एकदमै स्ट्रिक्ट टाइट हुनुहुन्छ र क्वेसन्सहरू पनि एकदम हार्ड हुन्छ है प्री बोर्डको। तर बोर्डको चाहिँ मोडरेट हुन्छ कि, किनभने प्री बोर्ड तिमीहरूको स्टुडेन्ट्सहरूलाई चाहिँ अपग्रेड गर्नको लागि, स्टुडेन्ट्सहरूलाई चाहिँ एक तरिकाले भन्नुपर्दा, सिधा कुरा भन्नुपर्दा डराउनको लागि तर्साउनको लागि, यिनीहरूले अझै तयारी राम्रोसँग गरून् भन्नुको लागि चाहिँ क्वेसन मात्र गाह्रो काट्दैन कि त्यहाँ गार्ड पनि, सुपरभाइजर पनि एकदमै स्ट्रिक्ट हुनुहुन्छ, साथै तिम्रो चेकिङ पनि एकै स्ट्रिक्ट हुन्छ। साथै तिमीहरूले फुल मार्क्समा 50-70% मात्र मार्क्स पाउँछौ होला स्कुल लेभलको चेकिङमा। त्यही भएर बोर्ड इक्जाम चाहिँ प्री बोर्ड भन्दा निकै इजी हुन्छ, निकै भन्छु म। किनभने अब तिमीलाई लाग्दैन विश्वास, थाहा छ, किनभने म पनि भर्खरै 10 हुँदाखेरि मलाई पनि आफ्नो दाइ दिदीले भन्नुहुन्थ्यो, तर मलाई विश्वास लाग्थेन जबसम्म मैले बोर्ड एपियर गरेँ इक्जाम। सो तिमीले आफ्नो सिनियरलाई सोध्न सक्छौ जसको प्री बोर्डमा मार्क्स कम आएको हुन्छ नि, उनीहरूको बोर्डमा प्री बोर्डभन्दा कम आउने चान्स छँदै छैन त भन्दिनँ, 99% मात्र छ। त्यसैले तिमीहरू ढुक्क हुनुपर्छ। अब अर्को एक्सपेक्टेसन भर्सेस रियालिटी कस्तो छ भन्दाखेरि चाहिँ बोर्डको क्वेसन चाहिँ अनएक्सपेक्टेड हुन्छ। अब कस्तो लाग्छ भन्दाखेरि तिमीहरूलाई प्री बोर्डमा पो आफ्नै चिनेको टिचरहरू हुनुहुन्छ, अब चिनेकै ठाउँबाट, चिनेकै यति नजिकै लेभलको क्वेसन्सहरू चाहिँ एकदम एक्सपेक्ट गर्न सकिन्छ। कस्तो क्वेसन आएको हुन्छ, टर्मिनल जस्तो आएको जस्तो लाग्छ। तर बोर्डमा चाहिँ अब कसले गराउने हो थाहा पनि हुँदैन, क्वेसन चाहिँ एकदमै अनएक्सपेक्टेड हुन्छ, गाह्रो हुन्छ जस्तो तिमीहरूलाई लाग्छ, मलाई पनि लाग्थ्यो, सबैले लाग्ने कुरा हो त होइन। तर तिमीले चाहिँ के कुरा तिमीले बुझ्नुपर्छ भने क्वेसन्स आउने बुकदेखि हो, मजाले सिलेबसबाटै आउँछ र क्वेसन्स तिमीले जुन प्र्याक्टिस गरेर आउँछौ, जुन त्यो पास्ट इयर क्वेसन त झन् 90% त भन्दिनँ म, मोर देन 50% मजाले सेम क्वेसन आएको हुन्छ। तर यस्तो रिपिट गर्ने नभने पनि क्वेसन्सहरू चाहिँ लगभग पास्ट इयर्सकै प्याटर्नमा आएको हुन्छ। सो तिमीहरूले चाहिँ पास्ट इयरको क्वेसनहरू प्र्याक्टिस गर्यो भने अभियसली तिमीहरूले बोर्डमा चाहिँ प्री बोर्डभन्दा धेरै मार्क्स ल्याउन सक्छौ। त्यसैले यो प्री बोर्डमा अहिले चलिरहेको छ होला तिम्रो प्री बोर्ड, त्यसैले तिमीहरू त्यति डराउनु पर्दैन। अब तिमीहरूलाई अर्को भ्रम के हुन्छ भन्दाखेरि प्री बोर्डमा त आफ्नै चिनेको टिचरहरू हुनुहुन्छ, मार्क्स चाहिँ दिइहाल्नुहुन्छ, बोर्डमा त को तिनीहरूलाई के फरक दिन जस्तो लाग्छ। तर तिमीहरू त्यस्तो डराउनु पर्दैन कि, किन प्री बोर्डमा त कस्तो हुन्छ भन्दाखेरि आजसम्म मैले अघि नै भनिसकेँ, मार्क्स फुल कहिले दिँदैनन्। फुल मात्र होइन कि तिमीहरूलाई जति सक्दो मिनिमम दिन खोज्छन्, किनभने तिमीहरूलाई फिल गराउनु खोज्छन् कि अझै पढ्नुपर्छ। तिमीहरूलाई ओभर कन्फिडेन्ट नहुन दिनुको लागि चाहिँ प्री बोर्डमा टिचरहरूले चाहिँ मार्क्स कम दिनुहुन्छ। अब बोर्डमा कसरी धेरै दिनुहुन्छ भन्ने लाग्छ है। बोर्डमा त तिमीहरूलाई थाहा छ, त्यहाँ पेपर चेक गरे बापत चाहिँ टिचर्सहरूलाई पैसा मिल्छ भनौँ न। सो टिचरहरूलाई धेरै पेपर चेक गर्नुपर्ने हुन्छ। धेरै पेपर चेक गर्दै गर्दा अब सरहरूले प्रायः काट्नुहुन्न क्या मार्क्स, बरु दिइहाल्नुहुन्छ नि त। दिएपछि त सोच्नु न आफै, सरलाई पनि केही प्रब्लम छैन दिनमा र तिमी पनि खुसी हुन्छ भने त सरले अभियसली दिन सक्ने मार्क्स मात्र दिनुहुन्छ नि त। अब काट्यो भने त अब सरलाई पनि कता कता त गिल्ट त भइहाल्छ नि त। अब तिमीलाई पछि नराम्रो लाग्छ भने त्यही भएर सकेसम्म त सरहरूले मार्क्स राम्रै दिनुहुन्छ बोर्डमा। मैले मात्र होइन, मैले एक्सपिरियन्स गरेको मेरो साथीहरू सबैलाई बोर्डभन्दा प्री बोर्डमा धेरै सजिलो भएको थियो र बोर्डमा मार्क्स पनि एकदमै टनाटन मिलेको थियो। त नभनौँ फेरि तिमीहरू ओभर कन्फिडेन्ट भइहाल्छ, एकदम राम्रो मिल्छ प्री बोर्डभन्दा मार्क्स। त्यही भएर मार्किङ सिस्टम चाहिँ बोर्डमा एकदम सजिलो हुन्छ, एकदम धेरै मिल्छ प्री बोर्डभन्दा। अब तिमीहरूलाई अर्को कुरा चाहिँ के छ भन्दाखेरि प्री बोर्ड त एउटा जस्ट नर्मल इक्जाम हो, यसमा त जे भए पनि के हुँदैन। बोर्ड भनेको त लाइफ डिसाइडिङ हो। के भन्छन् त्यो सिल्भर गेट, गोल्डन गेट, के भन्दै बस्छन्, आइरन गेट, के गेट, त्यो गेट त अब कहाँ छ गेट थाहा भएन मलाई। तर तिमीहरूले चाहिँ बोर्डमा चाहिँ अभियसली एउटा फ्याक्टर चाहिँ हुन्छ है, तिमीहरूको त्यो सर्टिफिकेट कतै न कतै त काम लाग्ला। तर तिमीहरूले चाहिँ त्यस्तो लाइफ डिसाइडिङ नै भनेर चाहिँ आई थिङ्क त्यसरी डराउनु पर्दैन। किनभने अब नर्मली तिमीहरूले 8 क्लाससम्म आयो, 9 क्लाससम्म आइगयो, तिमीहरूको 9 वर्षसम्म यतिकै आयो भने 10 वर्ष पनि त्यत्तिकै त हो। 10 वर्षमा फरक मात्र के हो भन्दाखेरि चाहिँ तिम्रो
टिचरहरू बाहिर बोर्डबाट मात्र क्वेसन आउँछ त्यति फरक हो के 9 वर्ष तिमीले इक्जाम दियो मजाले 9 10 सम्म आइसक्यो भने 10 बाट 11 जान तिमीलाई केही डर हुँदैन त्यही भएर तिमीलाई डराउनु पर्दैन अनि सरहरूले गाह्रो चेक गर्नुहुन्छ 10 को यस्तो 10 यो केही गर्नु पर्दैन अब तिमीहरूले आफ्नो सिनियर दायित्व दिएर न कोही तिमीहरू भन्दा पनि ओहो यस्तो कमजोर हुनुहुन्थ्यो कसरी 11 पुग्नुभयो भनेर तिमीहरूलाई पनि सोच आउँछ होला नि त त्यही भएर यस्तो केही फरक पर्दैन के तिमीहरूले चाहिँ मजाले चिलमा आफूलाई चाहिँ मजाले कन्फिडेन्ट राखेर मजाले पढेर मजाले लेखेर इक्जाम दिनु टर्मिनल इक्जाम भन्दा पनि सजिलो हुन्छ मजाले तिमीलाई मार्क्स यतिकै आइहाल्छ तिमीहरू डराउनु केही पर्दैन बोर्ड इक्जामले इम्पोर्टेन्ट फ्याक्टर चाहिँ खेल्छ लाइफको फ्युचरमा है पछि कतै चाहिन सक्छ त्यही भएर एउटा फ्याक्टर त छ एउटा इम्पोर्टेन्ट चाहिँ कुरा त हो बोर्ड भन्ने तर त्यही नै सबै कुरा चाहिँ होइन अर्को एउटा यस्तो डरलाग्दो एक्सपेक्टेसन के छ भन्दाखेरि एक्सपेक्टेसन भर्सेस रियालिटी भनौँ न तिमीलाई के लाग्छ भन्दाखेरि प्री बोर्ड जब भ्याउँछौ नि त्यसपछि तिमीलाई कस्तो लाग्छ भन्दाखेरि चाहिँ यति ठुलो सिलेबस छ 10 क्लासको मलाई त थाहा नै थिएन जस्तो लाग्छ किन लाग्छ भन्दाखेरि प्री बोर्डमा अफकोर्स तिमीहरूलाई चाहिँ मार्क्स जतिसक्दो कम दिलाउन खोज्नुहुन्छ क्या सरहरूले किनभने तिमीहरू अझै मिहिनेत गरोस् भनेर त्यही भएर चाहिँ सरहरूले क्वेसन चाहिँ कुनै पास्ट इयरबाटै भए पनि एकदम अलिक कमै सोधेको एकदम रियर क्वेसन टाइपहरू पनि सरहरूले हालिदिनुहुन्छ एकदम हार्ड क्वेसन पनि हालिदिनुहुन्छ त्यही भएर चाहिँ तिमीहरूलाई यस्तो फिल हुनसक्छ यो त सिलेबस बाहिरबाट पढ्नुपर्ने धेरै छ जस्तो हुन्छ त्यसैले तिमीहरू त्यस्तो डराउनु पर्दैन त्यसैले तिमीहरू डराउनु पर्दैन आत्तिनु पर्दैन प्री बोर्डमा चाहिँ यस्तो फिल गराउनुको लागि चाहिँ गरे हुन्छ तर तिमीहरू नडराउनु आउने क्वेसन्स इजी हो तिमीहरूले चाहिँ प्री बोर्डकै तरिकाले लगाउनु मजाले बोर्ड होइन भनेर लगाउनु कि प्री बोर्ड भनेको बोर्ड होइन तर बोर्डको तरिकाले म प्रिपेयर भएर जान्छु भनेर चाहिँ मजाले तयारी गर्नु अब तिमीहरूले सोच्नुहुन्न है प्री बोर्ड भनेको नै फाइनल डेस्टिनी हो भनेर प्री बोर्डबाट तिमीहरूले के सिक्न सक्छौ र के कुराहरू चाहिँ प्री बोर्डबाट तिमीहरूले नसिक्नु भनेर म भन्छु भन्दाखेरि चाहिँ प्री बोर्डबाट तिमीहरूले नसिक्नु पर्ने कुरा चाहिँ ओहो यति गाह्रो क्वेसन्स हुन्छ भनेर तिमीले सोच नराख्नु एउटा अनि तिमीहरू चाहिँ यति आत्तिनु डराउनु पर्दैन तर तिमीले सिक्नु पर्ने नै प्री बोर्डबाट कुरा के छ भन्दाखेरि चाहिँ तिमीहरूले टाइम म्यानेजमेन्ट गर्न सिक्नु पर्यो एउटा कुरा चाहिँ अब क्वेसन्सलाई डिल गर्न सक्नु पर्ने भयो अब क्वेसन्सहरू मजाले एनालाइज गरेर कुन क्वेसन्स कति मिनटमा भ्याइन्छ भनेर टाइम म्यानेज गरेर त्यो क्वेसनलाई डिल गर्न सक्ने अनि तिमीहरूले चाहिँ टाइम म्यानेज गर्ने आफ्नो स्ट्रेस कन्ट्रोल गर्ने यो कुरा चाहिँ तिमीले प्री बोर्डबाट सिक्नुपर्छ प्री बोर्डले चाहिँ तिम्रो फ्युचर डिसाइड गर्दैन कि त्यसले तिम्रो विकनेस रिभिल गर्छ र विकनेस रिभिल हुनु भनेको फेलियर हुनु होइन त्यो भनेको तिमीलाई डिरेक्सन हो एउटा सो तिमीहरूले जसमा मिस्टेक भइरहेछ जसमा कमी कमजोर भइरहेछ तिमीहरूले त्यसमा जोडतोडका साथ लाग्नु पर्यो सो तिमीहरूसँग टाइम कम भए तापनि सिलेबस पनि कम छ भने बुझ्नुपर्छ मजाले पढ्ने साथै अब त्यो प्री बोर्डमा त मैले भनिसकेँ एकदमै स्ट्रिक्ट हुन्छ क्वेसन बनाउनेदेखि लगेर क्वेसन चेकिङदेखि लगेर साथै सुपरभाइजर पनि निकै स्ट्रिक्ट हुनुहुन्छ साथै अब यो कुरा डाइरेक्टली यसरी भन्नु त हुँदैन तर एज अ सिनियर अब तिम्रो आफ्नो प्यारा भाइ बहिनी भएकाले मैले अब रिभिल गर्दै कि अब चेकिङ त सजिलै हुन्छ क्वेसन्स पनि प्री बोर्ड भन्दा सजिलै हुन्छ साथै तिम्रो त्यो सुपरभाइजर पनि अलि लुज नै हुनुहुन्छ अब अन्तिममा चाहिँ म तिमीहरूलाई चाहिँ एउटा सर्ट टिप्स एक्सपिरियन्स चाहिँ सर्टकटमा भन्न चाहन्छु है मेरो प्री बोर्डमा चाहिँ समथिङ 3.18 आएको थियो अनि बोर्डमा चाहिँ 3.77 आएको थियो 3.77 3.18 को कम्पेरिटिभली चाहिँ एकदमै राम्रो मार्क्स हो एकदमै राम्रो ग्रेड हो तर त्यति राम्रो पनि होइन तिमीलाई त 3.964 चाहियो होला तर मैले चाहिँ पढेको गाउँपालिकामा हो खजुरा गाउँपालिकामा त्यहाँ चाहिँ सरकारी स्कुलमा सो स्कुल मात्र होइन त्यहाँ चाहिँ गाउँपालिकामै हाइएस्ट जिपिए आएको थियो सो यो चाहिँ फ्लेक्स चाहिँ होइन तर मैले तिमीलाई भनिदिएको 3.77 आएको थियो 3.18 देखि भनेको त्यो चाहिँ तिमीहरूले पनि मतलब अल्टिमेटली चाहिँ 3. जति ल्याए पनि प्री बोर्डमा र बोर्डमा चाहिँ तिमीलाई प्री बोर्ड भन्दा धेरै राम्रो मार्क्स आउने धेरै प्रबल सम्भावना छ तिमीले चाहिँ आफ्नो तयारीमा निरन्तर लागिराख्नु मलाई विश्वास छ तिमीले राम्रो गर्छौ बेस्ट विशेष आजको लागि यति नै थ्याङ्क यू